हेलो गाइस, आज म नेपालीबाट ब्लग बनाउँदैछु र मेरो यो ब्लगमा तपाईहरुलाई धेरै धेरै स्वागत छ। हेर्नु यस्तो राम्रो जग्गा आइरहेछ कि म न यहाँ गाडी छ न गुडा छ न केही छ हो, तर जग्गा चाहिँ हेर्नु न यस्तो मस्त जग्गा छ नि। तर यो एकदम घोर जङ्गल हो अनि पिकनिक प्लेस पनि हो। म पहिलोचोटि आएँ र मैले सोचेँ कि म तपाईहरुलाई पनि देखाइदिन्छु भनेर। यहाँ हेर्नु, यहाँ एकछिनमा अब हात्ती निस्किने बेला हुन आँट्यो, तर हामी चाहिँ घरबाट हात्ती हेर्ने भनेरै आएको, तर अहिलेसम्म चाहिँ देखेका छैनौँ। अनि कसले यो जग्गा चिन्नुभयो भन्नु ल, यो कहाँको जग्गा हो, किनकि हामीको यताको मान्छेहरूले हेर्नुभयो भने भन्न सक्नुहुन्छ होला सायद यो कहाँको जग्गा हो भनेर। र चिन्नु भएन भने मलाई भन्नु, म कमेन्टमा भनिदिन्छु यो कहाँको जग्गा हो। र म चाहिँ मेरो बुढा अनि मेरो छोरी अनि म तीनजना आका यो पहाड माथि नै छौँ अहिले। यहाँ फेरि धानहरू सबै म जाँदाखेरि पनि तपाईँहरूलाई देखाउँछु। धानहरू सबै रोपेका छन् क्या यत्रो भित्र पनि, तर एउटा दोडा मात्रै गाउँ छ, सौतल गाउँ। अनि यो गाउँ चाहिँ कहाँको होला भन्नु है तपाईँहरू। मेरो खुसी, मलाई यस्तो जङ्गलहरू यस्तो जग्गाहरू चाहिँ हरियाली जग्गाहरू सबैभन्दा धेरै राम्रो लाग्ने हो मलाई। लु साथी हो, अब चाहिँ हामी हिँड्यौँ है यहाँबाट। यस्तो राम्रो भ्यू छोडेर हिँड्यौँ अनि जान त मन थिएन, तर अब हिँड्यौँ। अब तपाईँहरूलाई देखाउँछु यहाँको धानहरू फलेको होरेको, तपाईँहरू हेरिराख्नु। गाइस यहाँ हेर्नुहोस्, बयरको गाछहरू पनि छ, निकै थुप्रो बयरको गाछहरू छ। कस्तो कस्तो जग्गा पार गरेर लडिएन भने भयो। अब खालि आउँदाखेरि चाहिँ मैले ब्लग बनाइनँ, अब जाँदाखेरि चाहिँ बनाउँदैछु। यस्तो जग्गा छ, नदी एउटा पार भयो, फेरि अर्को नदी, त्यो सबै नदी हो क्या, डुङ होइन। लगाएको छ ती माथि करेन्टको तार। ए न्युरिन लु लु, यहाँ हेर्नु है साथीहरू कस्तो कष्ट छ। यस्तो कष्ट अघि हामी आउँदाखेरि बुढी जाँदै थियो क्या लिन पानी, अहिले हामी घुरेर आइपुग्दा पनि उसले बिचरा पानी नै लिएर आइपुगेको हुन्छ। टाढा छ नि त यहाँ पानी, ऊ पर निस्केको देखिरहेको थियो पानी। कष्ट त कष्ट छ, कष्ट गरेर यस्तो जङ्गलमा बस्नु परेको छ। पहाड हो यो, जङ्गल होइन पहाड हो। यहाँ एउटा यहाँ घर, एउटा त्यहाँ घर, यस्तो यस्तो पार गरेर पनि हेर्न आइयो। यहाँ हेर्नुहोस् गाइस, त्यो बुढीलाई अहिले यहाँबाट पानी लिएर गएको कि कति टाढा रहेछ त। यसरी पानी लिन आउँछन्, यहाँदेखि एउटै पाइपदेखि सबैले पानी लान्छन् क्या। यहाँ कष्ट त कष्ट छ है, तर हाम्रो यहाँ हेर्नु गाइस कसरी धान फलेको छ झ्याप झ्याप। यस्तो पहाडमाथि पनि फलाएका छन् क्या धान चाहिँ। यहाँ हेर्नु गाइस, अब म तपाईँहरूलाई घोर जङ्गल भन्छ नि जसलाई, नेचुरल भन्नुहुन्छ तपाईँहरू। चुरेल के हो यो हेर्नु, टाउनमा दुलो देख्नु भएको छ, यी जङ्गलको दुलोमा हामी पस्यौँ। जङ्गलको दुलो हो क्या यो। यस्तो राम्रो जग्गा छ नि यहाँ हेर्नु त, यो जङ्गलको दुलो भन्छ यहाँनिर। यहाँनिर बाँदर थियो क्या अघि, अहिले देखाउँ भनेको छैन, गएछ क्या। थुप्रै एउटा बाँदर छ नि यहाँ, एकछिन बस्नु भने त निस्किन्छन्, तर यहाँ बस्नु सकिँदैन। कहाँ छ? ए ऊ बाँदर बाँदर बाँदर, तपाईँहरूलाई देखाउँछु तपाईँलाई। ए बाँदरका बच्चा बाँदर, ए बाँदर उहाँ हेर्नु त, उहाँ हेर्नु त पार भएका। ए राम, उहाँ हेर्नु त ऊ देख्नुभयो होला नि, यहाँ त डरो मर्दो छ है। लु कति हुन् कति बाँदर देखाउँछु भनेको त थोरै त निस्केन नि त। यहाँ हेर्नु त, हमला गर्ने बेर छैन। बच्चा क्या बच्चा, माथि एउटा बसिरहेछ। देख्नुभयो होला नि त यहाँ, लु कोही बजारको बच्चा देख्नुभयो। कति हुन् कति नि। अब यहाँ धेरै टाइम चाहिँ बस्न सकिँदैन, किनभने अब हात्ती निस्किने टाइम पनि हुन आँट्यो कि गाइस। अब हामी चाहिँ जाने हो घर। अब यो भिडियो चाहिँ यतिमै इन गर्नुपर्छ जस्तो छ, किनभने लामो हुन्छ गाइस। भिडियो कस्तो लाग्यो जनाउनु होला, नराम्रो कमेन्ट चाहिँ नगर्नु होला, राम्रो लाग्यो भने भन्नु होला क्या। लु यतिमै अब ब्लग चाहिँ खतम गर्ने हो, बाई बाई।